यतिखेर अर्घाखाँची टु गुल्मीको रेसुङ्गा जाने भनेर हिँडेका छौँ 6 जनाको ग्रुपमा। ओहो कुर्मौली पाके छ त हौ। हामी यतिखेर तम्घासको बजारबाट मास्तिर लाग्दैछौँ है। रेसुङ्गा डाँडो माथि देख्न सक्छौँ हामी। कबडल हो कि यो के हो त? छोपेर लैजाउँ क्या हो? भाले आयो आयो ले के हो यो? परेवा छ बाटो सानो भए पनि त्यो डाँडोभन्दा पछाडि आइयो है। आइयो पछाडि आइयो है। आइयो 16 मोडलको बाइकलाई गाह्रो भइरहेछ। बाटो चाहिँ चिल्लो हो के? चिल्लो बाटो विदेशमा जस्तो चिल्लो छ त। ल है यो हाम्रो गाउँको क्याम्पस हो क्या हो? हामी त्यो बाटो आलोले छोडिसकेको अहिले। सालो त डन बनेको रे यतिखेर त। बिचबिचमा मैले डिस्टर्ब गर्थेँ क्या हो? होइन होइन ठिक छ। सालो केटो त्यहाँ अगाडि सालो ओ सालो रेसुङ्गा तम्घास माथि रेसुङ्गाको रेसुङ्गा आयो रेसुङ्गा। के लेखेर हो यत्रो ठुल्ठुलो अक्षरमा? RESUNG। ए लास्टमा ए त लुकेछ हौ। होइन आयो नि हो मरे नि हो हामी ठाके नि हो। हाम्रो यता चाहिँ सुरेन्द्र भाइ चाहिँ हुनुहुन्छ यता। हाम्रो यता रमेश गाउँला उहाँ चाहिँ अलिक ठगित मुद्रामा हुनुहुन्छ। आँखामा अलिकति डिस्टर्ब भएको छ। हाम्रो चाहिँ यता काकु काकुको केही छ कि एक दुई शब्द? काकुको एक दुई शब्द जाओस्। हामी रेसुङ्गा फाइनली रेसुङ्गा पार्कमा जाँदैछौँ। अनि म स्वयं क्यामराम्यान यतातिर छु। अनि हाम्रा चाहिँ यता व्यवस्थापक चाहिँ यता हुनुहुन्छ। व्यवस्थापक केही छ कि भनाइ? केही छैन। हामी अब लामो यात्रा भन्दा पनि यो बाटो एक दुई ठाउँ बिग्रेको भएर घुम्दै पहिला नयाँ भएर होला बाटो अलि अप्ठ्यारो लागेको। यात्रा चाहिँ जो सहज रह्यो। छोटो यसको लागि 2-4 शब्दको लागि तपाईँलाई धन्यवाद। लगभग 30 किलोमिटर हाम्रो सालोको केही भनाइ छ कि? अब 84मा भोट चाहिँ मलाई दिन पर्छ। त्यो अहिले हुँदैन मिल्दैन होला त्यहाँसम्म चाहिँ। उहाँ उता हो है। फाइनली हामी रेसुङ्गा आइपुग्यो। हाम्रो सुरेन्द्र भाइको भनाइ रेसुङ्गा पुग्ने। हाम्रो 3 दिन शुल्क निर्धारण चाहिँ यहाँनिर रहेछ। लेखेको छैन भित्र ए यार फाइनली गाइज यार हामी यतिखेर रेसुङ्गा पार्कमा आइपुगेका छौँ है। रेसुङ्गामा एउटा यस्तो चिज टक्क ल ठोडै भाँचिएछ गयो। पेङ्गुइन हो यो। यहाँ राखेको छ नि तर ठोड भाँचिएछ। मर्या छैन अझै पनि जिउँदै छ यो। खतरा देखेको छैन त पेङ्गुइनलाई यहाँ राख्नुपर्ने हो कि? होइन यिनीहरूले यहाँ अब पर्दिछेला आएको छौँ। अघि तल बाटोमा त मैले पेङ्गुइन भेटेको थिएँ। यहाँ त फेरि यो त के हो? यो के भन्छ यसलाई? खरा हो? चौबडा भेटिया छ। के छ केटा? ए चौबडाको अवस्था के छ? चौडाले फोहोर मागेको छ कि दिएन केटा। कान यसो झर्दैन त के हो? ठाडो काने हो ठाडो काने। हेलो कडा कानेर छ कि यो? आई लभ यु रेसुङ्गा लेखे हो? होला ल ट्याक्क हामी रेसुङ्गा आइरहेका छौँ रेसुङ्गा पार्कमा। रेसुङ्गा डाँडो माथि कुहिरो लाग्छ। हामी यहाँ नजान भन्ने प्लानमा छ। साथीहरूले जाम त भन्नुभएको थियो। त्यहाँ केही पनि छैन। फेरि कुहिरोले केही पनि देखिँदैन। न तम्घास बजार देखिन्छ न त पाल्पा देखिन्छ न अर्घाखाँची देखिन्छ कुहिरोले गर्दा। यहाँ फेरि 2टा पेङ्गुइन बसेको छ है। ए पानी पोखरी यहाँ त पानी रहेनछ। कस्तो राम्रो ताल रहेछ तर पानी छैन। समस्या देखियो यहाँ। पानी रहेनछ नि त। नानी त कस्तो राम्रो देखिन्थ्यो होला है। बर्बाद पऱ्यो त पानी। पानी नभएको अवस्था आयो। त्यो डाँडा के हेर्ने चिज रहेछ नि त। भ्यू टावर उ त्यहाँ हेर्ने चिज रहेछ। अनि हामीले फेरि आज हाम्रो गाउँको भाइ राजन थापाको एउटा पञ्चेबाजा म्युजिक छ। त्यसमा फेरि हामीले टिकटक बनाउने भनेर यहाँ जोसेखम रैना देवीका साथीभाइहरू सबै पाल्पाको त्यसमा भिजलन्ते डान्स गर्ने। एकजना पाल्पाभन्दा बाहिरको मान्छे हुनुहुन्छ। उहाँलाई चाहिँ भिडियो क्यामराम्यान बनाउने भन्ने हाम्रो सोच छ। अब राजन थापालाई पनि किन अब एउटा बनाइदिउँ न भिडियो। यता तलतिर जङ्गल रहेछ।
यो भ्युज हेर्ने भनेर यहाँ एउटा क्यामेरा जस्तो बनाएको छ पैसा राख्ने यो के हो खै पैसा राख्ने यहाँ हो अब त पैसै गायब भयो नि न क्यामेरा खुल्छन् यो व्यवस्थापनमा अलिकति लापरवाही जस्तो भयो पैसा हालेर पनि खुलेन समस्या त्यो भयो त हेर त हेर केही देखिन्छ कि राम्रोसँग हेर न एउटा आँखाले हेर्ने कि दुईटा आँखाले हेर्ने हो यता रमाइलो चाहिँ नयाँ गाउँ सयाँ गाउँ के होला यता खै कता कता रमाइलो छ देखे तिमलाई लाखौँ र हजारमा रैना देवी छ हरा बजारमा घर त मेरो पाल्पाको दिगा लाखौँ र हजारमा रैना देवी छ हरा बजारमा घर त मेरो पाल्पाको दिगा तिम्रो माया उखुम्लाउँछ मेरो गयो न जानु हल्लाइदियो तल नहोस् बरु माथि आउँछ है ट्याक्क अब हामी रेसुङ्गा पार्कमा घुमघाम अन्त्य भएर रेस्ट पनि सक्यो भन्दिनु अब फर्किँदैछौँ अब रेस्ट पनि सकियो अब हामी फेरि अब हाम्रो यात्रा अर्घाखाँचीतर्फ हुन्छ यतिखेर अब तम्घास बजारमा गइन्छ अब मिठो मिठो खाजा नास्ता खाजा खाने तम्घास बजारमा गएर त्यसपछि हाम्रो यात्रा फेरि अर्घाखाँचीको छत्रदेव गाउँपालिका तर्फ हुन्छ शौचालय यहाँ रहेछ तर यो शौचालय गलत ठाउँमा छ माथि एउटा शौचालय रहेछ तर त्यो बन्द छ अब पर्यटकहरूलाई गेटमा पिसाब फेरेर जाने फेरि गेटमा पिसाब फेर्न आउने जस्तो देखियो माथि गएको चापी रहेछ अझ यो रेसुङ्गा पार्कमा पो घुम्यो हामी रेसुङ्गा डाँडा जान भनेको आज गइएन धेरै माथि पनि छ हिँड्नुपर्छ 1000वटा सिँढी छ भन्छ त्यही भएर हामी नजाने निर्णय गऱ्यौँ हामी यतिखेर गुल्मीको तम्घास रेसुङ्गा घुमघाम गरेर आएर यहाँ फेरि यो के भन्छ अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर 5 छत्रगञ्जमा आएर नास्ता खाइरहेको छ टोलीले भोक लागेर यता तपाईँको नास्ता आएन है अहिलेसम्म छैन यता फेरि इप्पी चाउमिन सापट हो कि पैँचो पैँचो अब भेनालाई दिने गरी सालाले हामी नास्ता खाने तयारीमा छौँ मोमोको वेटिङमा हो खुर्पेटो यहाँ बटुक रोटी भनेर राखेको छ क्या ट्याक्क नास्ता खाने कुद्ने आई लभ यु प्लेटमा मोमो आयो ल घुमाएवाला मोमो मलाई विशेष खालको रहेछ कि ए तपाईँलाई कालो प्लेट विशेष खालको रहेछ नि त कातो छ क्या हो रहेछ नि त हौ आइदिउँ क्या हो गएर हान्न पर्छ है बेना हाम्रो ल मिठो छ